त्यो मरमर गरेको देखेर त्यो डराएको यो के कोसँग त्यो दुइटालाई त्यहाँ जाने आँट रहेन छ छोरी बुझ्यौ के चाहिँ उनीहरूको यही खेल हो कि सिकेको हो कि रियालिटी हो कि दुइटा हेर न बुझिदिएर बसेछन् उल्किएर रेफ्री जस्तो बुझ्यौ त्यो चाहिँ मुसा भन्ने खानेहरूलाई कि मिलेर अट्याक गर्नलाई बुझ्यौ हन्टिङ गरे होला होइन हेर न बाटो छेकेको हेर न बाटो छेकेको एउटा छेक्दै छेक्दै डढाइ गइरहेछ नभए त खोज्नु पर्ने नि त होइन यिनीहरू त कस्तो सक्सेसन यस्तो जेन्टल कहाँबाट आयो एकैचोटि दुइटामा हातमै पसेछ त्यही मैले मुर गऱ्यो त्यसले नखोस भनेर के गर्नु मुर ओए मामु पिट्यो लडाइ लागेको छ कि यिनीहरूको त केही गर्न मिल्दैन यस्तो रहेछ त बहिनी बुढो अनि त्यो ईद हुन्छ सबलाई त्यस्तो जेन्टल आइसक्यो ऊ खाइरहेछ होइन त्यही टोकिरहेछ अनि यो दुइटालाई ढाहा भएको छ कि स्काईले त पिटा त छैन त्यो गाईहरू ओ जारालाई पल्ट्यो मर्ने स्काईले नमर्ने कस्तो पिछा होला कि दिनदिनै कस्तो चेन्जेस आउँदो रहेछ ए सुनेकै थिइनँ मैले फर्स्ट टाइम सुनेको यो आवाज यिनीहरूको कि थाहा न त्यस्तो गर्छ नि होइन त्यो नगर भनेर उसले प्रोटेक्ट गरिरहेको छ स्काईसँग कि उसले एकचोटि पनि खुसा छैन ए मर पनि केकोले नै गरे रहेछ ल यो त निदाउँदै पो रहेछ त्यसलाई केही छैन ओइ निदाइरहेछ झुपझुपी यो चाहिँ बाँदर हेर न फेरि यिनीहरूलाई एकदम खेल्दो रहेछ अनि फेरि बिचमा रेस्ट लिनु पर्दो रहेछ है सुत्दो रहेछ नि हेर झुपझुपी सुति पो रहेछ यो त म त के गर्दैछ भनेर सोचिरहेको थिएँ कि कस्तो पिछा होला रहेछ यहाँ पानी क्या हो